नमस्ते, म फिजियोथेरापिस्ट विद्यानन्द चौधरी यस नेपाल पेन केयर एन्ड रिसर्च सेन्टरमा एज अ फिजियोथेरापिस्ट कार्यरत छु र म यो पेशामा फिजियोथेरापी पेशामा काम गरेको चाहिँ विगत 2 दशक जति हुन लाग्यो। 19 वर्ष जति भयो मैले काम गर्न थालेको। अनि म एउटा कुरा के भन्न चाहन्छु भने हाम्रो यहाँ क्लिनिकमा नेपाल पेन क्लिनिकमा आउने बिरामीहरू चाहिँ धेरै जसो घुँडा दुखेर आउनुहुन्छ हैन। घुँडाको दुखाइ लिएर, कसैको कुर्कुच्चाको दुखाइ लिएर, अनि धेरै जसो चाहिँ ढाडको दुखाइ, यहाँ ढाडको नसा च्यापेर, अनि गर्दनको नसा च्यापेर, अनि अर्को चाहिँ अकुपेसनल जुनको कारणले जुन हुन्छ नि धेरै बस्ने धेरै टेबल वर्करहरूलाई चाहिँ घाँटीको दुखाइ लिएर चाहिँ धेरै जसो पेसेन्टहरू चाहिँ आउने गर्नुहुन्छ यहाँ। अनि आज हामीले चाहिँ घुँडाको दुखाइको बिरामी धेरै जसो आउनु भएकोले कारणले चाहिँ अब यो भिडियोको मार्फत चाहिँ उहाँहरूलाई चाहिँ सजिलो होस् भनेर अब धेरै टाढा टाढादेखि पनि आउँछ। अब उहाँ आमा चाहिँ 12-20 देखि आउनु भएको हैन, 60 वर्षको आमा घुँडा दुखेर आउनुभयो। उहाँलाई चाहिँ हिँड्दाखेरि दुख्छ, सम्ममा हिँड्दा पनि दुख्छ, अनि उकालो चढ्नुभन्दा पनि ओर्लिने बेलामा चाहिँ उहाँलाई बढी दुख्छ। अनि मैले जाँच गर्दाखेरि उहाँको चाहिँ पटेलर कम्प्रेसन टेस्ट गर्दाखेरि चाहिँ यसरी उहाँलाई चाहिँ दुख्यो है, दुखेछ आमा अहिले यस्तो थिच्दा दुख्यो हैन। अनि त्यसपछि पटेलर ग्लाइड गर्दाखेरि चाहिँ यसरी इन्फेरियर ग्लाइड गर्दाखेरि यो मासिमा पनि पेन छ। तान्नु त आमा, तान्नु त यो। अनि उहाँको चाहिँ ओस्टियोआर्थराइटिस उहाँ अरू डाक्टर साहबले पनि ग्रेड 2 भनेर डायग्नोसिस गर्नुभयो। अनि उहाँको चाहिँ पटेलोफिमोरल सिन्ड्रोम पनि छ। मैले यसो हेर्दाखेरि चाहिँ ओस्टियोआर्थराइटिस विथ पटेलोफिमोरल सिन्ड्रोम। अब यस्तो खालको बिरामीहरू चाहिँ धेरै जसो आउने गर्नुभएको कारणले म आज यो एउटा यस्तो खालको प्रब्लम भयो भने कस्तो खालको एक्सर्साइज गर्ने भन्ने कुरा चाहिँ उहाँलाई चाहिँ म सिकाउँदैछु अहिले। अब यो एक्सर्साइजहरू गर्नुभन्दा अगाडि पहिला चाहिँ सबभन्दा पहिला चाहिँ वार्म अप एक्सर्साइज गर्ने हैन। यसरी यसरी सुरुमा यसरी अब यो गरेपछि एक्सर्साइजहरू गर्न सजिलो हुन्छ आमालाई है। त्यही भएर सुरुमा चाहिँ यसरी गर्ने है। सुरुमा यो एक्सर्साइजहरूबाट सुरु गर्नु है। ठीक छ। दुखेको कति भयो हजुरलाई? 5-6 महिना। त्योभन्दा अगाडि पनि दुख्थ्यो? 10 दिन जति भयो धेरै दुखेको। अनि हजुरलाई भर्याङ चढ्दा धेरै दुख्छ कि ओर्लिने बेलामा धेरै दुख्छ? ओर्लिने बेलामा बढी दुख्छ। अनि भुइँबाट बसेर उठ्दा त्योबाट पनि दुख्छ। अनि कुर्सीमा बस्दाखेरि बसेर उठ्दा दुख्छ दुख्दैन? त्यति बेला सजिलो हुन्छ। भुइँमा बस्न चाहिँ गाह्रो छ। ठिकै छ। अब यो मैले एक्सर्साइजहरू गर्नुभन्दा अगाडि म एउटा अर्को के ध्यान दिनुपर्ने कुरा भन्छु भने घुँडाको दुखाइ भएको जुन बिरामीहरू हुन्छ नि उहाँहरूले चाहिँ टुक्रुक्क बस्नु भएन है। टुक्रुक बस्नु भयो भने त यो जोइन्ट हुन्छ नि यसरी जोइन्ट त यसरी टच भयो हैन। यसरी टच भएपछि झन् गाह्रो हुन्छ है टुक्रुक्क बस्दाखेरि। अनि त्यही भएर टुक्रुक्क बस्नु भएन, पलेटी कसेर बस्नु भएन है। अनि सकेसम्म भुइँमा नबस्ने, अनि भर्याङ चढ्दा ओर्लिँदा चाहिँ रेलिङको सहारा लिएर चाहिँ चढ्ने र ओर्लिने गर्नु पर्यो। अनि सकेसम्म भुइँमा चाहिँ नबस्ने। अनि टोयलेट युज गर्दाखेरि चाहिँ कम्मोड टोयलेट चाहिँ युज गर्नुपर्ने हुन्छ है। कम्मोड टोयलेट युज गर्दा चाहिँ राम्रो। अर्को हाम्रो प्यान टोयलेट भुइँमा बस्ने टोयलेट भन्दा कम्मोड टोयलेट युज गर्ने। अनि बेडमा बस्दाखेरि चाहिँ खुट्टा पसारेर बस्ने है। अनि धेरै बेर एउटै पोजिसनमा नउभिने। धेरै बेर उभिनु पर्यो भने खुट्टा यसरी खुट्टा फाटेर अथवा किचनमै काम गर्नुहुन्छ भने यसो स्ल्याबमा अडेस लाएर चाहिँ बस्नु पर्यो, उभिनु पर्यो है। अनि दुख्न सुरु हुन थाल्यो भने एकछिन बरु हिँट दिने के त्यो गर्नुभयो भने तपाईँलाई यो दुखाइ जति छ नि त्यो अलि बिस्तारै कम हुँदै आउँछ। त्यो चाहिँ आफूले ध्यान दिनुपर्ने प्रिकसन लिनुपर्ने कुराहरू है त। त्यो कुरा गर्नुभयो भने सजिलो हुँदै आउँछ आमालाई। ल अब तपाईँले अब घरमा गर्ने एक्सर्साइजहरू के गर्ने भन्ने कुरा म अहिले सिकाउँदैछु। त्यो चाहिँ अब अघि जुन गर्नुभयो नि यो फुट पम्पिङ एक्सर्साइज पहिला सुरुमा यसरी रगत सञ्चालन राम्रोसँग भएपछि अलि सजिलो हुँदै आउँछ तपाईँलाई है। ठिक छ। यसरी यो 15-20 चोटि गर्ने। दुईटै खुट्टा तलमाथि गर्नु त यसरी हजुर यो गर्ने। त्यसपछि खुट्टा यसरी खुम्चाउने सिधा गर्ने, यसरी खुम्चाउने सिधा गर्ने। अब उहाँको रेन्ज पनि राम्रो छ के है, राम्रो छ। अरू बिरामीहरू जुन आउँछ नि आमा उहाँहरूको त धेरै नै यो यसरी खुट्टा खुम्चाउन नै गाह्रो हुन्छ क्या त्यस्तो। त्यही भएर यो अहिले जुन म के गर्दाखेरि कम हुन्छ, चलाइराख्यो भने कम हुन्छ, राखिराख्यो भने चाहिँ दुख्छ। अब यसरी बिस्तारै चलाउने, सिधा गर्ने, यसरी चलाउने,
सिधा गर्ने। यो पनि 5-10 चोटि एक्सर्साइज सुरु गर्नुभन्दा यो दुईटा एक्सर्साइज गर्ने सुरुमा पहिला, त्यसपछि अरू एक्सर्साइजहरू गर्नु है। यसरी अब जुन तपाईले ओर्लिने बेलामा दुख्छ भन्नुभयो नि, अब त्यसको लागि चाहिँ यसमा चाहिँ मसलको 4वटा भाग हुन्छ यो क्वाड्स मसलको हैन। त्यसमा चाहिँ हामीले यतापट्टिको भागलाई फोकस गरेर एक्सर्साइज गर्यो भने त्यसले चाहिँ यो जुन यो पाङ्ग्रा बोन छ नि यो पटेला, अनि यसलाई चाहिँ राम्रोसँग कन्ट्रोल गर्यो भने तपाईलाई ओर्लिने बेलामा चाहिँ सजिलो हुन्छ है। अनि त्यही अनुसारको मैले अहिले जसरी सिकाइदिन्छु नि एक्सर्साइजहरू, सबै एक्सर्साइज चाहिँ बिहान बेलुका कम्तीमा 2 टाइम, बढीमा 3 टाइम गर्नु होला है त। ठिक छ ल। अब यो पहिला टाइट गर्नु त आमा, टाइट गर्नुस्। टाइट गरेर अलिकति घुमाउने यसलाई है। तपाईलाई जे भएको हो नि त्यो प्रोब्लम अनुसार चाहिँ यस्तो खालको एक्सर्साइज गर्नुपर्ने हुन्छ ल। यो माथि उठाउनुस् त, माथि 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 माथि। अनि यो गर्दाखेरि चाहिँ ठ्याक्क पेटलाई पनि भित्र तान्नुस् है त। हात तल राख्नु त आमा, हात तल। यो यति राखेर रोक्नुस्, रोक्नुस्, रोक्नु, अडाउनु न। ठ्याक्क यो 40-45 डिग्री एंगलमा चाहिँ यसरी रोक्नुपर्ने हुन्छ है त। अथवा आफूले सम्झिने तरिका चाहिँ ठ्याक्क यो बुढी औँला देख्नुभयो हैन, तलबाट उठाउँदा कहाँ कतिसम्म उठाउँदा बुढी औँला देखिन्छ है। अनि त्यति माथिसम्म उठाएर चाहिँ यसरी रोक्ने, 1-2 गरेर 10 सम्म गर्नुस्। त्यसपछि तल गर्ने। अनि फेरि अब यो टाइट गर्नु त आमा। दुईटै गर्ने, दुईटै प्रिभेन्सनको लागि भए पनि दुईटै गर्ने। यसरी माथि अलिकति घुमाएर गर्ने। यसरी 1 2 3 4 5 6 7 8 9 10 अनि तल। फेरि अर्को गर्नु त, पेटलाई भित्र तान्नुस् है। माथि उठाउनु त, 1 2 3 4 5 6। यो दह्रो, जति दह्रो भयो त्यति सजिलो हुँदै आउँछ हजुरलाई ल। तल यो घुँडा वरिपरिको जति मसल छ नि, यताको पनि है, यो मसल पनि, यो पनि, पछाडिको पनि, यो ह्यामस्ट्रिङ, काफ, यो सबैले यसलाई चाहिँ घुँडाले चाहिँ सपोर्ट गर्छ है त। अब अर्को चाहिँ यसरी खुम्चाउनुस्। त्यसपछि तल थिच्नुस् त कुर्कुचाले, तल थिच्ने, आफूतिर तान्ने जस्तो गर्नु। आफूतिर तान्ने तर नसार्ने खुट्टाले। यो चाहिँ दह्रो हुनु पर्यो हो। ठिक छ नि हैन। 1 2 3 4 5 6 7 8 9 10 अनि छोड्ने। छोड्नुस् त। अब यो यसरी 1 2 3 4 5 6 7 8 9 10 10 गर्ने, 10 चोटि नै गर्ने दुईटैमा है त। ठिक छ। फेरि गर्नु त एकचोटि अझै। 1 2 3 4 5 6 7 8 9 10 अनि छोड्ने ल। अब यसपछि यसरी दुईटै खुट्टा खुम्चाउनुस् है। अनि यसपछि यसरी घरमा टावल, यसरी टावल रोल गर्ने है। टावल रोल गरेर अनि यसलाई च्याप्नु। यसरी च्याप्नु त, पेट पनि भित्र तान्नु है। यो गर्दाखेरि चाहिँ ढाडलाई पनि सजिलो हुन्छ तपाईलाई है त। यसरी 1 2 3 10 गर्ने अनि छोड्ने। फेरि गर्नुस् त। 1 2 3 4 5 6 7 8 9 10 10 गर्ने अनि छोड्ने। 10 चोटि नै गर्ने है। यो एउटा हो। यसरी टावल राख्नु यसरी बीचमा अनि यसरी गर्ने ल। छोड्नु त आमा, छोड्नु त। अब अर्को गरौँ। खुट्टा खुम्चाइ राख्नु, खुम्चाइ राख्दा हुन्छ खुट्टा। अब यसरी घरमा सल बानेर गर्दा पनि हुन्छ है। सल बान्ने यसरी नफुस्किने तरिकाले, यसरी यो तरिकाले ल। अब गर्नुस् त, बाहिर गर्नुस्। यसरी 1 2 पेट पनि भित्र तान्नु ल। यो गर्दा 1 2 3 4 5 6 7 8 9 10 एन्ड देन रिल्याक्स। 10 गर्ने, 10 चोटि गर्ने है त। 1 2 3 यो साइडको मसल बलियो भयो भने यसले पनि सपोर्ट गर्छ है। छोड्नु। यो चाहिँ आइसोमेट्रिक एक्सर्साइज भयो के है। 1 2 3 4 5 6 7 8 9 10 अनि छोड्ने। यो पनि 10 चोटि गर्नु है त। ठिक छ ल। अब अर्को यसरी। अब यो एक्सर्साइज गरिसकेपछि घुँडाको लागि त हैन, कम्मरको लागि यो एक्सर्साइज गरिसकेपछि यो एक्सर्साइज पनि गर्नु होला है त। यो अनि यो है। यसरी दुईटै 5-5 चोटि दुईटैतिर 10 सेकेन्ड रोक्ने। यसरी पनि गर्ने। यो चाहिँ कम्मरको लागि हो है, घुँडाको लागि हैन। ठिक छ। अब यसरी गर्दाखेरि त्यसपछि अब कोल्टे सुत्नु त। कोल्टे सुतेर पनि गर्न मिल्छ। यसरी सुत्नुस्। त्यसपछि यो खुट्टा सिधा पछाडि ल्याउनु त आमा, पछाडि 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 न न न पछाडि यसरी। अब माथि उठाउनुस् ल। आरामले तपाईँ सुत्नु है त। जिउसँग सिधा हुनुपर्छ खुट्टा। आरामले सुत्नुस् तपाईँ हो। यसरी 1 2 3 4 5 6 7 8 9 10 अनि तल। फेरि उठाउनुस् त।
यसरी माथि माथि 1 2 3 4 5 6 7 8 9 10 अनि तल ठीक छ यसरी दुईटैतिर 10 10 वटी गर्ने आमा है त अनि यही पोजिसनमा यसरी खुट्टा यसरी राख्नुस् त्यसपछि यसलाई यसरी उठाउनु त माथि माथि उठाउनुस् माथि उठाउनु न यसरी 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 खोल्नु यसरी अब तल गर्नुस् त हो यसरी यसरी 1 2 3 4 5 6 7 8 9 10 ठीक छैन आमा यसरी यस्तो गरेर 10 सेकेन्ड होल्ड गर्ने अनि तल यो पनि 10 टाइम्स गर्ने है ठीक छ पालै पालो दुईटैमा 5 चोटी गर्ने है तान्नु तान हैन यसरी माथि आउनु माथि माथि तल नधकेल्नु माथि माथि यसरी 1 2 3 4 5 6 7 8 9 10 11 12 13 16 17 20 सम्म गर्ने अनि छोड्ने ल छोड्नु फेरि गर्दा हुन्छ यसमै 1 2 3 4 5 6 7 8 9 10 अनि छोड्ने माथि उठाउनुस् माथि 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 जिउ सिधा राख्ने जिउ सिधा उठाउनुस् जति सकिन्छ त्यति यो खुट्टा जोड्नु पर्दैन यसरी यसरी फटाएर हो यसरी राख्ने हो यसरी 1 2 3 4 5 6 7 9 10 अनि बिस्तारै तल लानुस् ल बिस्तारै तल लाने बरु एकछिन 10 सेकेन्ड जति रेस्ट पनि गर्ने आमा है ठीक छ ल फेरि चाप्नुस् त्यसलाई माथि उठाउनुस् माथि 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 1 2 3 4 हो यसले कमजोर भएर अलि 3 4 5 6 7 8 9 10 अनि छोड्ने यो पनि 10 चोटी गर्नु अहिले हामीले जुन एक्सरसाइजहरु गर्यो नि त्यो घुँडाको दुखाइ भएको बिरामीहरुलाई चाहिँ यस्तो खालको एक्सरसाइजहरु गर्दै गयो भने उहाँको घुँडा वरिपरिको मसलहरु क्वाड्स मसल ह्यामस्ट्रिङ अनि काफ मसल स्ट्रङ भयो भने अनि दुखाइ चाहिँ अलि सजिलो हुँदै आउँछ अनि उहाँलाई हिड्न डुल्न पनि सजिलो हुन्छ है ल थ्यांक यू